के केवल लास्ट सिन थ्योरीको आधारमा मात्रै कसैलाई हत्याको अभियोगमा दोषी ठहर गर्न सकिन्छ? के केवल पञ्जीकृत इच्छापत्रले त्यसका वैधता प्रमाणित गर्छ? के फ्यामिली कोर्टले सम्बन्ध विच्छेद निजी रूपमा भएको भन्दै दुवै पक्षले स्वीकार गरिसकेका सम्बन्ध विच्छेदलाई मान्यता दिन अस्वीकार गर्न सक्छ? आउनुहोस् यस हप्ताका केही महत्त्वपूर्ण न्यायिकहरू बुझौँ। 3 जुलाई 2026 मा गुजरात राज्य बनाम जगदीश हरिभाई मल्ल मुद्दामा गुजरात हाइकोर्टले पारिवारिक सम्पत्तिको विवादका कारण 10 वर्षीय बालकका हत्या भएको आरोप सम्बन्धी मुद्दामा विचार गर्यो। अभियोजन पक्षले मुख्य रूपमा लास्ट सिन थ्योरी र एक्स्ट्रा जुडिशियल कन्फेसनमा भर परेको थियो। अभियुक्तको सफाईलाई कायम राख्दै हाइकोर्टले अभियोजन पक्षलाई सर्कमस्टेन्शियल एभिडेन्सको पूर्ण र अखण्ड श्रृङ्खला स्थापित गर्न नसकेको ठहर गर्यो। अदालतले स्पष्ट गर्यो कि केवल लास्ट सिन थ्योरी वा अविश्वसनीय एक्स्ट्रा जुडिशियल कन्फेसनको आधारमा दोष सिद्ध गर्न सकिँदैन जबसम्म अभियुक्तको दोष बियोन्ड रिजनेबल डाउट प्रमाणित हुँदैन। 6 जुलाई 2026 मा सरदारी लाल बनाम भीषण दास तथा अन्य मुद्दामा सुप्रिम कोर्टले सक्सेसन लको एउटा महत्त्वपूर्ण सिद्धान्त पुनः पुष्टि गर्यो कि पञ्जीकृत इच्छापत्रलाई स्वत वैध मान्ने कुनै कानुनी अनुमान हुँदैन। यस मुद्दामा श्रीमानले पञ्जीकृत इच्छापत्रबाट आफ्नै श्रीमतीलाई सम्पत्तिबाट वञ्चित गरेको दावी गरेको थियो। इच्छापत्रमा अस्पष्ट संशोधन, सांसद पद, अटेस्टिङ विटनेस तथा अन्य सन्देशपद परिस्थितिहरू भेटिएपछि अदालतले प्रोपाउन्डर अफ द विलले सबै वैध शङ्काहरू हटाउन पर्ने दायित्व राखेको बतायो। उक्त दायित्व पूरा गर्न नसक्नाले सुप्रिम कोर्टले इच्छापत्रलाई अविश्वसनीय ठहर गर्दै श्रीमतीको उत्तराधिकारको अधिकारलाई कायम राख्यो। 8 जुलाई 2026 मा शबाना बानो बनाम स्टेट अफ उत्तर प्रदेश मुद्दामा इलाहाबाद हाइकोर्टले फ्यामिली कोर्टले केवल सम्बन्ध विच्छेद निजी रूपमा भएको कारणले त्यसलाई मान्यता दिन अस्वीकार गर्न नसक्ने निर्णय गर्यो। श्रीमान र श्रीमती दुवैले मुस्लिम पर्सनल ल अनुसार वैध रूपमा सम्बन्ध विच्छेद भइसकेको स्वीकार गरेको थियो र यस विषयमा उनीहरूलाई कुनै विवाद थिएन। त्यसैले अदालतले उनीहरूको वैवाहिक स्थितिलाई औपचारिक रूपमा मान्यता दिने निर्देश दिँदै सम्बन्ध विच्छेदको तथ्य निर्विवाद रहेका अवस्था अदालतहरूले पक्षहरूलाई अनावश्यक मुद्दा मामलामा अल्झाउन नहुने सिद्धान्त पूर्ण पुष्टि गर्यो। यही थियो यस हप्ताका प्रमुख न्याय अपडेट्सहरू। यस्तै प्रमुख न्याय जानकारीको लागि ल टाइमसँग जोडिरहनुहोस् होला। धन्यवाद।